आजको रेसिपी यो भुटनिज डिस सिकम्पाको सबैको बनाउने आफ्नो आफ्नो तरिका हुन्छ। मैले कसरी बनाएँ तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुहोस् है। यो सिकम्पा चाहिँ दुई प्रकारले बनाइन्छ। एउटा चाहिँ एयर ड्राई हुन्छ, एउटा चाहिँ स्मोक गरेर धुवा लगाएर बनाउँछ। मैले चाहिँ एयर ड्राई गरेको थिएँ र थोरै मैले म्यारिनेट गरेर सुकाएको थिएँ। त्यही भएर चाहिँ हल्का यो पहेँलो पहेँलो देखिरहेको छ। यसमा चाहिँ मैले थोरै बेसार अथवा हर्दी पनि लगाएको थिएँ म्यारिनेट गर्दा, त्यही भएर हो। लामो लामो काटेर मैले चाहिँ मज्जाले भिजाएर अब यसलाई चाहिँ सबै एउटा कराईमा राखेर बोइल गर्न गइरहेको छु। सबैभन्दा पहिला थोरै पानी राखेर चाहिँ बोइल गरेको छु र मासु बोइल भएर पानी यतिको भएपछि चाहिँ अब यसमा माथिबाट मैले प्याज राखेको छु, लसुन राखेको छु, अदुवालाई चाहिँ मैले कुचाएर अथवा पिसेर राखेको छु। मसिनो चप गरेर पनि राख्न सक्नुहुन्छ। त्यसमा मैले टमाटर पनि राखेको छु। अब यसमा तपाईहरुले धेरै राख्नुपर्ने चाहिँ खोर्सानी हो। मेरोमा भुटनिज खोर्सानी नभएर मैले चाहिँ सुखा खोर्सानी र यो फ्रेश रातो खालको खोर्सानी चाहिँ मैले काटेर राखेँ। त्यसमा थोरै टिम्बुर पनि राखेको छु। अब यो अलरेडी म्यारिनेट गर्दा नुन राखेको हुन्छौँ, त्यही भएर मैले थोरै नुन पनि राखेँ, कतै लाग्दैन कि भनेर। अब टेस्ट गरेर थाहा हुन्छ लाग्यो लागेन भनेर। र त्यसमा थोरै मैले पानी फेरि एड गरेर चाहिँ अब यसलाई स्लो कुक्ड एकदमै राम्रोसँगले पकाउनु पर्छ। ग्यासको हिटलाई लो गरेर पकाउँदा मैले एकपल्ट चाहिँ चलाएको छु। यो लसुन टमाटरहरूलाई मिक्स गरिदिएको र पानी यतिको भएपछि चाहिँ अब यसमा मैले गोलो गोलो गरेर मुला काटेको छु। अब यो एड गर्न गइरहेको छु। मुला राखिसकेपछि मुलालाई पनि स्लो कुक्डै गर्नुपर्छ। जबसम्म मासुबाट चाहिँ तेल छुटिँदैन तबसम्म। ल हेर्नुस् त पर्फेक्ट यतिको भएपछि चाहिँ मैले फेरि एकपल्ट मज्जाले मुलालाई मासुमा मिक्स गरिदिएको छु। फेरि कभर गरेर मैले पकाएको छु। अब चाहिँ सिकम्पालाई एकदमै राम्रोसँगले पकाउनुपर्छ। जबसम्म मासुबाट तेल मज्जाले छुटिँदैन तबसम्म यो रेडी छ। ग्यासलाई अफ गरेर तातो तातो भातसँग सर्भ गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ।